जोरदार ताली जाओस् त। तपाईहरुको यही ठाउँमा जन्मिएको चेलो विनोद बाजुराली दाई आज नेपाली गीत संगीतमा धेरैले चिन्ने नाम र नेपाली गीत संगीत हाँकेको मान्छे। त्यसैगरी जितजङ कट्टेल सरलाई पनि म धेरै सम्झन चाहन्छु, उद्घोषक कुशल उद्घोषक। सांस्कृतिक संयोजक राजेश पायल विक सरलाई पनि धेरै सम्मान छ। नजिक आउनुहोस् है। मैले यो किन सम्झेको भने उहाँहरूको कारण आज तपाईहरु यसरी भित्र आएर कार्यक्रम हेर्न पाउनु भएको छ, हो कि नै? यदि उहाँहरू हुनुहुन्थेन भने न तपाईहरुले मालदाईलाई देख्न पाउनुहुन्थ्यो न माइली भाउजूलाई, हो कि नै? माइली भाउजू चाहिँ आगी छैनन् है फेरि। त्यसैगरी मदन विक सरलाई पनि धेरै सम्मान छ। त्यसैगरी आयोजक बडी मालिका सामुदायिक विकास समाजका अध्यक्ष आदरणीय अमर विकत दाई कता हुनुहुन्छ, उहाँलाई पनि धेरै सम्मान छ। मैले भने नि बुढीगङ्गा छेउमा बगिरहेको छ, दिनभरि हावा चल्ने रहेछ, दिउँसो 12 बजेबाट राति 7 बजेसम्म बत्ती जाने रहेछ। यस्तो ठाउँमा कार्यक्रम गर्नुभएको छ, धेरै सम्मान छ है यो सबै टिमलाई। त्यसैगरी अग्रज कलाकार नरेन्द्र राज रेग्मी दाईलाई धेरै सम्मान। राजेन्द्र शाह बिपी दाई कहाँ हुनुहुन्छ, उहाँलाई पनि धेरै सम्झेको छु, अग्रज कलाकार, यही बाजुराले जन्माएको कलाकार। लक्ष्मण अधिकारी दाई, उहाँलाई पनि धेरै सम्मान सम्झेको छु। र हाम्रो पत्रकार महेश कार्की सरलाई पनि धेरै सम्मान छ भन्दै मेरो डुप्लिकेट बिहे कतिले हेर्नुभयो? हेर्नुभयो भन्नुहोस् त? केमा? युट्युबमा, टिकटकमा, फेसबुकमा, रिल्समा, सबमा हो। हजुरहरूले युट्युबमा टिकटकमा हेरेको मालदाई र यो मालदाईमा के फरक रहेछ? फरक छ कि छैन? धेरैले भन्नुहुन्छ मालदाई तपाईको नाम मात्र सुन्दा चाहिँ यत्रो भुडी गरेको, लामा जुङ्गा गरेको, अग्लो म त मान्छे फुच्चे छु, दाढी जुङ्गा चट्ट परेको बनाउँछु जहिले पनि। आहा, मालदाईको लागि होटिङ भन्दै अब ढिला नगरौँ। तपाईहरु सबै रमाउन आउनु भएको छ। बाजुरा भन्ने ठाउँ यति रमाइलो रहेछ, म खप्तड जान बाँकी छ, कोल्टी जान बाँकी छ। बिहान गएर बडी मालिका मन्दिरमा मैले एउटा कुरा मागिसकेँ, त्यो मागेको कुरा म तपाईहरुलाई भन्दैन। भनौँ कि नभनौँ? त्यो कुरा मैले एउटालाई भनिसकेको छु। के कुरा भनौँ? त्यही कुरा भनेको मालदाईको डुप्लिकेट बिहे भयो तर ओरिजिनल बिहे हुन बाँकी छ, हो कि नै? त्यही कुरा मालदाईले मागेको छ। अब त्यो कुरा बिस्तारै कहिले पुरा हुन्छ मलाई पनि थाहा छैन। भोज खाने बेलासम्म त यही ठाउँबाट बिहे हुन सक्छ। मलाई कस्तो धेरै मन पर्यो बाजुरा। ससुराली आउँदा पनि 15 घण्टा गाडीमा हिँड्न पाइने। आहा, अझ छोरो बोकेर श्रीमतीलाई टक्क साइडमा राखेर आफ्नै गाडीमा 15 घण्टा यात्रा गरेर बाजुरा आउँदा कति मजा आउला, हो कि नै? एकदम तपाईहरु मध्ये नै कोही मेरो बुढी हुन सक्छ कुनै बेला है भन्दै म सबैले नचाउँछु। तपाईहरु कोही पनि यहाँ बस्न पाउनुहुन्न, फेस त्यस्तो बनाउन पाउनुहुन्न, किनभने साउन्डले साथ दिइसक्यो, बत्ती पनि आइसक्यो, मालदाई पनि आइसक्यो, माइली भाउजू पछि खोजौँला, हुन्छ? मैले र अन्जु विश्वकर्माले गाएको गीत थियो डोरी बाटेर जान्छौ र मायालु। खुसी किन्न पैसाले पाइँदैन, माया चाहिन्छ सम्पत्ति चाहिँदैन। पछ्यौरीले नबस छेकेर कोलो बिनमा यतिको देखेर, लाउली साडी मार्तडी बजारको बेको दिन 10-15 हजारको, ल्याउली थालमा मासु भात पस्किँदै खाम्लासँगै मस्किँदै ट्र्याक प्ले गरिदिनु। सबैले नचाउँछु, तपाईहरु कोही पनि यहाँ बस्न पाउनुहुन्न है। डोरी बाटेर हाम्रो हिन्दी साथी हुनुहुन्छ, उहाँलाई बुझाइदिनुहोस् डोरी भने के हो। यतातिरको हल्ला चाहियो, अलि नजिक आउनुहोस् है ल। एकचोटि सबैको हल्ला चाहियो। माथि हुनुहुन्छ दिदीहरू, नजिक आउनुहोस् है। 100 रुपियाँ हो, 1 प्लेट बफ मोमो हो कि नै? यदि तपाईहरुलाई भोक लागेको छ भने कमल बिसी मालदाईले बफ मोमो म खुवाउने जिम्मा मेरो जिम्मा भयो है। चिकन मोमो खान मन कसलाई लाग्छ? हजुरलाई लाग्छ? ल अहिले यहाँबाट निस्कने बेला चिकन मोमो खुवाउने जिम्मा पनि मालदाईको हुन्छ है। धेरै धन्यवाद। तपाईले यति धेरै माया भन्दै जय गीत, जय सङ्गीत, जय बाजुरा, फेरि भेटौँला, नमस्कार।